यदि कोरियन भाषा पढ्ने इच्छुक व्यक्तिले आजैबाटै प्लान क्यान्सल गरे हुन्छ। हाम्रो चाहिँ दाइ के अरे 11 वर्ष कोरियन भाषा पढेर लास्टमा केही पनि टुङ्गो नलाएर उहाँ चाहिँ यस्तो अवस्थामा पुग्नुभयो। उहाँको पैसा पनि यही क्षेत्रमा धेरै खर्च भएको छ। आज चाहिँ उहाँले सबै फाँडिदिएर आफ्नो रिस चाहिँ बुकमाथि देखाउनु भएको छ। उहाँ त पहिले आजभन्दा 4 दिन अगाडि बौलाएर बसिसक्नु भएको छ। उहाँ खाटमा चाहिँ उहाँ दाइ फेरि आजै स्टार्ट भइसक्यो। के भइरहेछ नेपालमा यस्तो? कति घुमाइदियो ल आजदेखि ल हाम्रो चाहिँ आज के भइरहेछ भने हाम्रो दाइले चाहिँ एकदम आफ्नो आधा जिन्दगी कोरियन भाषामा फालेर पनि कोरियन भाषाले केही गर्न नसकेर उहाँले किताबहरू यसरी कोरियन किताबहरू नाश गर्दै हुनुहुन्छ। छैन अब कोरियन भाषा नपढ्नु होला। कति यदि यो भिडियो हेर्ने जतिले देख्नु भएको छ कोरियन भाषा झुकेर नपढ्नु होला। काम छैन। यहाँ हाम्रो विद्यार्थीहरू धेरै पढेर जिन्दगी यस्तो भयो। कोरियन भाषा पढ्दै नपढ्नुहोस् नत्र हाम्रो हालत जस्तै हुन्छ। हाम्रो दाइको हालत जस्तै। कोरियन भाषा भनेको यस्तो चिज मान्छे पागल बनाइसक्यो। उहाँको केही नभएको पनि 15-20 लाख रुपियाँ गइसक्यो। एकदम घरको भैँसी बेचेर परेको मान्छे हो। उहाँ चाहिँ भैँसी बेचेर भैँसी ब्याएर पनि तपाईँको 4-5 बेच गरेर 4-5 लाखै कमाउने हुन्थ्यो होला। त्यो भैँसी नबेचेको भए त्यत्रो भैँसी बेचेर पैसा खर्च गरेर ऋण चाहेर परेको चाहिँ आज नजिक ए हेर्नुहोस् कोरियाको कोही पनि भन्नु होला। ल कोरियन भाषा हेर्नुहोस् यहाँको हालत चाहिँ यस्तो छ। हेर्नु यहाँको हालत यस्तो छ। एकदम उहाँले चाहिँ किताब नाश गरिसक्नु भएको छ। एकदम पीडामा बसेर कोरियन भाषाले केही पार नलाएर माखो मार नसकेर यस्तो भइरहेछ उहाँको हालत चाहिँ। उहाँ पागल भइसक्यो। उहाँ अब बौलाउन मात्र बाँकी छ। यति टेन्सनमा हुनुहुन्छ कि उहाँको पीर हामीले मापन गर्न सकिएकै छैन। उहाँहरू साथीहरू उता हुनुहुन्छ। यस्तो हुन्छ मान्छे। कोरियन भाषा चाहिँ नपढ्नु होला। अब यदि कोही तपाईँहरू हुनुहुन्छ भने कोरियन भाषा नपढ्नु होला। हालत यस्तै हुनेछ उहाँको जस्तै। आधा जिन्दगी तपाईँको आधा उमेर कोरियनले चाहिँ फाल्दियो उहाँलाई। त्यही त।